नयाँ सरकार बनेपछि मार्केटमा बुल आउँछ भन्दा भन्दै मार्केट तल पो गयो झन्। अझै झर्छ कि भनेर बेच्दिएको फेरि माथि जान थालेको छ। तपाईँलाई यस्तै भएको छ? र सबभन्दा इम्पोर्टेन्ट, अब के मार्केटमा बुल देख्न सक्छौँ त हामी? र यो न्युली लिस्टेड कम्पनीहरू कतिसम्म जान सक्छ होला त? आउनु कुरा गरौँ आजको यस भिडियोमा। सो आजको मार्केटको अवस्था हेर्ने हो भने 13.45 अङ्कले मार्केट झरेको रहेछ। एउटा सामान्य गिरावट हामी भन्न सक्छौँ र जसमा 56वटा कम्पनीहरू बढेको छ भने 209वटा कम्पनी घटेको पनि रहेछ। र टप गेनरमा प्राय न्युली लिस्टेड कम्पनीहरू छ। बुजुङ हाइड्रो पावर जसको सर्किट अस्ति ब्रेक भएको थियो फेरि पनि सर्किट हान्न थालेको छ। सुपर खुदी यो पनि राम्रै कम्पनी छ, अहिले भोल्युम सायद आउन थालेको छ। यो 13-1400सम्म जान सक्छ होला। होटल फरेस्टिन यसलाई अहिलेसम्म त्यति खासै भोल्युम त आएको छैन, अझै विश्वास गर्न सक्छौँ हामी यो माथि। र पाल्पा सिमेन्ट आजै भर्खरै लिस्ट भएको छ। रिजलाइन पनि एउटा डिसेन्ट कम्पनी नै छ र नम्बर अफ सेयर्स पनि कमै छ। सो यो पनि 1500सम्म जान सक्छ होला। सूर्यकुण्ड हाइड्रो पावर यसमा अहिले त्यति खासै भोल्युम आएको छैन, सो 1000सम्म प्रेडिक्ट गर्न सक्छौँ हामी। र शिखर पावर डेभलपमेन्ट पनि आज लिस्ट भइसकेको छ। र यो रिलायन्स स्पिनिङ मिलको कुरा गर्ने हो भने यो अस्ति भर्खर सर्किट ब्रेक भएर तल पनि गएको थियो र फेरि एग्रेसिभ होल्डिङको कारणले फेरि ब्याक टु ब्याक सर्किट हानिरहेछ। आज पनि सर्किट नै हानेको थियो, लास्ट मोमेन्टमा आएर अलि झरेको रहेछ। सो बेसिकली कुरा गर्ने आजको टप लुजर्सहरूमा त त्यस्तो खासै कम्पनीहरू छैन। एउटा माइखोला 4%ले घटेको छ, माविलुङ इनर्जी 2-3%ले घटेको छ र यो माउन्टेन हाइड्रो एनर्जी यसमा चाहिँ भोल्युम आज बढी नै आएको थियो सायद। टप टर्नओभरको कुरा गर्ने भने एनएचपिसी, आरएसएमएल, रिडी, सोलो हाइड्रो पावर, एकेजेसएल यी कम्पनीहरूमा सबभन्दा बढी टर्नओभर आएको छ। र आजको मार्केटको टोटल टर्नओभरको कुरा गर्ने हो भने 8 अर्ब लगभग 9 अर्बको कारोबार भएको छ, जुन त्यति खासै राम्रो त होइन। एउटा बुल मार्केटको अपेक्षा गर्नलाई यति कम भोल्युमले पुग्दैन। सो यदि नेप्से चार्टलाई हेर्ने हो भने मेरो थियोरी के छ भन्दाखेरि एउटा अझै सामान्य करेक्सन लिएर यो सपोर्ट लेभलमा आएर फेरि पनि माथि जान सक्ने सम्भावना छ। यो यहाँ बाउन्स ब्याक हुन सक्छ यहाँ आएर, या त अर्को के होला भन्दाखेरि अर्को यस्तो पनि हुन सक्छ, या त फेरि मार्केट खुलेपछि डाइरेक्टै यो रेजिस्टेन्स लेभलसम्म जान सक्छ। हामी यति अनुमान लगाउन सक्छौँ। र अर्को कुरा गर्ने हो भने भोल्युम त्यति खासै राम्रो आएको छैन अझैसम्म। कमसेकम 15 अर्बभन्दा माथिको भोल्युम हामी एक्सपेक्ट गर्न सक्छौँ। र के यो बुल आउने सम्भावना छ त यो बुल चाहिँ आउँछ भन्दाखेरि यो त भन्न सकिन्न, किनकि अहिले त्यति खासै भोल्युम पनि आएको छैन र कारोबार पनि त्यति राम्ररी भइरहेको छैन। तर जस्तो हाम्रो न्युजहरू आइरहेछ, इरान, इजरायल र युएसएको युद्धमा एउटा सिज फायर एनाउन्स भएको छ 15 दिनको, जुन सेयर मार्केटको लागि एउटा पोजिटिभ न्युज नै भन्न सक्छौँ हामी। र अर्को जुन एचआरएल एनआरआइसीहरूमा जुन स्क्याम फ्रडको जुन सेयर्स होल्डरहरूको सेयर धनीहरूको बारेमा आइरहेको थियो न्युजहरू, त्यो पनि हाम्रो अर्थमन्त्रीले अफवाह भन्दै हाम्रो सेन्टिमेन्टलाई पोजिटिभ बनाइदिनु भएको छ। सो मार्केट चल्ने भनेको बिग मनी र स्मार्ट मनीले हो। सो हाम्रो रिटेलरहरूको पैसाले केही पनि हुन सक्दैन, त्यसमा बिग मनी र स्मार्ट मनी छिन्नै पर्यो बुल आउनको लागि। तर हो हामी एउटा अप ट्रेन्डको अपेक्षा चाहिँ गर्न सक्छौँ, एउटा सानो अप ट्रेन्ड आउन सक्छ जस्तो मलाई लागिरहेछ। र अर्को रेजिस्टेन्स लेभल मलाई लाग्छ र एउटा इन्डिकेटर एमएससी लगाएर हेऱ्यौँ भने, किनकि यहाँबाट पनि सेलरहरूको चाप बढ्यो भने मार्केट तल झर्न सक्छ र हिस्टोग्राम बिस्तारै अनस्याचुरेटेड हुँदै गएको छ। र अस्ति भर्खरको यो सपोर्ट एरियाबाट यदि कुरा गर्ने हो भने यहाँबाट त राम्रै वृद्धि भएको छ, लगभग 150-200 अङ्कको वृद्धि भएको छ, 190 जतिको। सो यसमा त हामी पोजिटिभ नै मानौँ न। तर अझै यदि सप्लाई आयो भने मार्केट तल आउन सक्छ र यो लेभलमा आएर
सपोर्ट लेभलमा आएर फेरि बाउन्स ब्याक गरेर रेजिस्ट्यान्स 1 लाई टच गर्न सक्छ। र अर्को कुरा गर्ने भने ब्याङ्किङ सेक्टरमा राम्रो मुभमेन्ट हामी हेर्न सक्छौँ आउने समयमा, किनकि नयाँ इलेक्सन भएपछि नयाँ सरकार बनेपछि ब्याङ्किङ सेक्टरहरू अलि राम्रो पर्फर्म गर्ने गर्छ। सो यदि ब्याङ्किङ सेक्टरको कुरा गर्ने भने आजभोलि त्यति खासै राम्रो भोल्युम पनि आएको छैन। यदि भोल्युम आयो भने यसलाई हामी एउटा अप ट्रेन्डमा मान्न सक्छौँ। र एनआरआइसीको कुरा गर्ने भने यसको 1 वर्षको होल्डिङ हेरौँ न। 1 वर्षको होल्डिङको कुरा गर्ने भने एभरेज बाइङ 1400 होल्डिङमा म भन्दैछु। एभरेज बाइङ कति 29 लाख जति भोल्युम होल्डिङ छ ब्रिकुटी स्टक डिलरसँग 55 नम्बर ब्रोकर, जसको एभरेज बाइङ 1400, फेरि अर्को अग्रवाल सेक्युरिटीको 1371 यस्तै छ, खासै त्यति कम पनि छैन। सो यो एनआरआइसी अझै माथि जान सक्ने हामी अपेक्षा गर्न सक्छौँ, किनकि एकदमै राम्रो कम्पनी छ यो पनि। र एचआरएलको कुरा गर्ने हो भने एचआरएल आज 13-14 अङ्कले झरेको छ, जसको 1 वर्षको होल्डिङ हेर्ने हो भने 65 नम्बर ब्रोकरसँग 2,26,000 भोल्युम छ, जसको एभरेज बाइङ भनेको 948, अर्कोसँग 902। यो एभरेजिङ पनि गरिरह होला। सो यो पनि 800 850 सम्म 1-2 हप्तामै जान सक्छ। सो बेसिकली अझै पनि मार्केटमा बुल आउने सम्भावना त्यति खासै देखाएको त छैन, किनकि भोल्युम एकदमै कम आउँदैछ। सो यदि बुलको कुरा गर्ने हो भने बुल आउनको लागि अझै भोल्युम चाहिन्छ हामीलाई, अझै बढी टर्नओभर चाहिन्छ। आजको भिडियोमा यति नै। अझै यस्ता कन्टेन्टहरूको लागि च्यानललाई सब्सक्राइब गर्नुहोला।